सम्पूर्ण त्रिभुवन युनिभर्सिटीमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुमा नमस्कार। हामी निरन्तर एक्जाम ओरिएन्टेड सोलुसन ल्याउने क्रममा छौं र हामीले चाहिँ योभन्दा अगाडि पनि भिडियो ल्याइसकेका छौं। यसमा हामीले रेस्पिरेटरी पिगमेन्ट बीएससी थर्ड इयर जुलोजी जसको चाहिँ कोर्स टाइटल रहेको छ जेनेटिक फिजियोलोजी जेनेटिक्स एन्ड मोलिकुलर बायोलोजी भन्ने। यस अन्तर्गत रहेर हामीले चाहिँ विभिन्न खालका कन्टेन्टहरु बनाइरहेका छौं। एक्जाम ओरिएन्टेड एक्जाम प्याटर्नमा चाहिँ लङ क्वेशन सर्ट क्वेशन भेरी सर्ट क्वेशनमा चाहिँ र हामीले रेस्पिरेटरी पिगमेन्ट्सको बारेमा हामीले चाहिँ डिस्कस गर्न गइरहेका छौं। यो चाहिँ लङ क्वेशनमा सोध्छ, यसको मेकानिजम, त्यसपछि रेगुलेसन, अनि त्यसपछि रेस्पिरेटरी पिगमेन्टको डेफिनेसन अनि किन आवश्यक छ भन्ने कुरा चाहिँ लगायतका कुराहरु हामीले हेर्ने रहेछौं। र यसरी हामीले हेरिरहँदाखेरि तपाईले चाहिँ आशा छ धैर्य गरेर चाहिँ तपाईले कन्टेन्टलाई चाहिँ हेरेर तपाईले चाहिँ एक्जाममा चाहिँ आफ्नै ल्याङ्ग्वेजमा चाहिँ तपाईले चाहिँ लेख्न सक्नुहुनेछ र यसरी पढ्नुभयो भने पक्कै पनि तपाई कन्सेप्ट ग्र्याब गरेर पढ्नुभयो भने चाहिँ एक्जाम गाह्रो हुने छैन। तपाईले चाहिँ सजिलै पास गर्न र राम्रो मार्क्स ल्याउन सक्नुहुनेछ। ढिला गर्दैन मैले विद्यार्थीको महत्त्वपूर्ण समयलाई चाहिँ खेर नफालिकन मैले चाहिँ भिडियो सुरु गरे है त। तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ रेस्पिरेटरी पिगमेन्ट्स लेखिएको छ। यो रेस्पिरेटरी पिगमेन्ट्स चाहिँ बीएससी थर्ड इयर जुलोजी को चाहिँ यो सिलेबसमा चाहिँ सिलेबस चेन्ज भइसकेपछि पनि यसरी सोध्ने गर्छ यसलाई चाहिँ What are respiratory pigments? Describe the mechanism and regulation of respiration in animals भन्छ। यसरी सोध्ने गर्छ यो। र यसरी सोधिराख्दाखेरि चाहिँ हामीले चाहिँ यसको सम्पूर्ण कुराहरु चाहिँ तलतिर हेर्ने नै छौं। र फर्स्ट अफ अल चाहिँ रेस्पिरेटरी पिगमेन्ट्स भनेको के हो यो बुझ्नुपर्ने हुन्छ। र यो बुझ्नु भन्दा पहिले चाहिँ हामीले यहाँ इन्ट्रोडक्सन पढौं। Respiratory pigments are colored metal containing proteins that transfer oxygen O2 in the body fluid of animals. These pigments increase the oxygen carrying capacity of blood or hemolymph and make aerobic life possible in large multicellular organisms. They bind oxygen reversibly and deliver it to tissue where it is required for cellular respiration भन्छ। यहाँ चाहिँ के भनेको छ भने जस्तो यो रेस्पिरेटरी पिगमेन्ट भनेको चाहिँ कलरफुल हुन्छ। जस्तो हेमोग्लोबिन रातो हुन्छ शरीरमा मान्छेको ब्लडमा ह्युमन ब्लडमा हुन्छ। त्यसैगरी हेमोसाइनिन चाहिँ यो मोलस्काहरुमा हैन यिनीहरुमा हुन्छ जसको कारणले गर्दा उनीहरुको रगत चाहिँ ब्लू हुन्छ। हो यो चाहिँ जस्तो बडी फ्लुइडमा हुन्छ विशेष गरी रगतमा र यो रगतमा हुने यिनी कलरफुल हुन्छन्। यिनीहरुसँग मेटल कन्टेनिङ हुन्छ जस्तो हेमोग्लोबिनमा चाहिँ आइरन हुन्छ हैन। अनि उनीहरुको काम भनेको चाहिँ के हो भने अक्सिजन क्यारी गरेर लग्ने अनि अक्सिजन क्यारी गरिसकेपछि चाहिँ शरीरको विभिन्न ठाउँमा आवश्यक हुन्छ त्यो ठाउँमा छोड्ने पनि है छोड्ने पनि हो। त्यसकारणले गर्दा यहाँ चाहिँ भन्छ अब मेटल हुन्छ जस्तो हेमोग्लोबिनमा चाहिँ आइरन भयो, त्यसैगरी हेमोसाइनिनमा कपर भने जस्तै रेस्पिरेटरी पिगमेन्टहरु चाहिँ शरीरको ब्लड स्पेशली ब्लडमा हुन्छ। त्यो ब्लडमा चाहिँ रेस्पिरेटरी पिगमेन्टले चाहिँ अक्सिजन क्यारी गर्ने काम गर्छ। जस्तो मान्छेको केसमा हेमोग्लोबिन, अन्य मोलस्काहरुको केसमा हेमोसाइनिन, त्यो भित्र मेटल हुन्छ। हेमोग्लोबिनमा जस्तो आइरन भयो अनि त्यसैगरी हेमोसाइनिनमा चाहिँ कपर भयो। त्यसैगरी यिनीहरुको काम भनेको चाहिँ अक्सिजन ट्रान्सपोर्ट गर्ने हो बडी फ्लुइडमा एनिमल्सहरुमा। त्यसैगरी यो पिगमेन्ट्सले चाहिँ के गर्छ भने दिस पिगमेन्ट इन्क्रिज द अक्सिजन क्यारिङ क्यापासिटी भन्छ। त्यो पिगमेन्टले चाहिँ अक्सिजन क्यारी गर्ने क्यापासिटीले चाहिँ बढाउँछ ब्लडमा। अनि हेमोलिम्फ भन्छ। हेमोलिम्फ भनेको चाहिँ जस्तो मान्छेमा ब्लड हुन्छ भने अन्य इन्सेक्टहरु हैन मोलस्काहरु यिनीहरुमा चाहिँ फेरि त्यो ब्लडलाई चाहिँ हेमोलिम्फ भन्छ। त्यसमा यो ब्लड जस्तै हो उनीहरुको लागि। एन्ड मेक एरोबिक लाइफ पोसिबल इन लार्ज मल्टिसेलुलर अर्गानिजम भन्छ। अनि त्यसै कारणले गर्दाखेरि एरोबिक अक्सिजन को उपस्थितिमा चाहिँ जो हाम्रो रेस्पिरेसन हुन्छ त्यो रेस्पिरेसन सिस्टम चाहिँ पोसिबल बनाउँछ हायर डेभलप एनिमलमा मल्टिसेलुलर अर्गानिजमहरुमा। त्यसपछि दे बाइन्ड अक्सिजन रिभर्सिबली एन्ड डेलिभर इट टु टिस्युज where it is required for cellular respiration भन्छ। अनि यो अक्सिजन चाहिँ यो त्यो पिगमेन्टहरु जो रेस्पिरेटरी पिगमेन्ट हामीले पढिरहेका छौं यो रेस्पिरेटरी पिगमेन्टले चाहिँ यसलाई बाँध्ने काम गर्छ, बाइन्ड गर्ने काम गर्छ। अनि अर्को रिभर्सिबली भनेको चाहिँ यो रिभर्स भनेको चाहिँ कस्तो भने तपाईहरुलाई थाहै छ जस्तो रिभर्स भनेको ब्याकवर्ड रिएक्सन भन्छ हामीले चाहिँ साइन्समा पढ्दाखेरि। त्यसै गरी यहाँ चाहिँ अक्सिजनलाई बाँध्ने काम गर्छ, आवश्यक परेकोमा छोड्नु पर्ने हुन्छ उलाई चाहिँ त्यसरी छोड्छ। फेरि बाँध्ने छोड्ने दुईटै काम गर्छ। त्यसकारणले गर्दाखेरि जस्तो एक ठाउँबाट फोक्सोबाट लग्यो अनि अन्य टिस्युहरुमा लगेर फेरि छोड्नु पर्यो त्यहाँ चाहिँ कम छ भने हो त्यस्तो अवस्थामा चाहिँ अब उले छोड्यो फेरि त्यसकारणले गर्दाखेरि उले चाहिँ रिभर्सिबली चाहिँ अक्सिजनले चाहिँ बाइन्ड गर्ने काम गर्छ, डेलिभर गर्छ, टिस्युमा पुर्याउँछ। अनि चाहिँ यो सेलुलर रेस्पिरेसन हाम्रो शरीरको सम्पूर्ण सेलमा हुने रेस्पिरेसन प्रक्रिया छ जुन एनर्जी प्रोडक्सनको काम छ यो सम्पूर्ण काममा चाहिँ यसरी सहयोग पुर्याउँछ। र त्यसकारणले गर्दाखेरि यो चाहिँ हायर डेभलप एनिमलको केसमा चाहिँ यसरी रेस्पिरेटरी पिगमेन्टहरुले आवश्यक काम गर्छ। तर यो लेस डेभलप एनिमल्सहरुमा चाहिँ यति धेरै यसो अर्गानिजमहरुमा चाहिँ त्यस्तो हुँदैन किनभने उनीहरुको चाहिँ बडी स्किनबाट चाहिँ आउटर सर्फेसबाट चाहिँ स्किनबाट नै उनीहरुको चाहिँ अक्सिजन चाहिँ बडीमा इन्टर गर्ने गर्दछ जसको कारणले त्यो नै इनफ हुन्छ उनीहरुलाई
लेस डेभलप एनिमलहरूलाई उनीहरू एक्टिभ त्यति एक्टिभ पनि हुँदैनन्, उनीहरूलाई त्यो अक्सिजन पुग्छ, तर मान्छेको केसमा चाहिँ त्यो सबै सम्भव भएन। उनीहरूको केसमा चाहिँ मान्छेहरूको हायर लेभल यो मान्छे लगायत अन्य मल्टिसेलुलर हायर डेभलप एनिमलको केसमा चाहिँ कस्तो हुन्छ भने शरीरको विभिन्न अङ्गमा चाहिँ डिस्टेन्स टाढा हुन्छ, त्यस कारणले त्यो अक्सिजन चाहिँ लङ्सबाट जानु पर्यो, लङ्सबाट गइसकेपछि शरीरका विभिन्न अङ्गहरूमा पुग्नु पर्यो। त्यस कारणले गर्दा ब्लडको माध्यमबाट हिमोग्लोबिनको माध्यमबाट मान्छेको केसमा चाहिँ त्यसरी अक्सी हिमोग्लोबिन, अक्सिजन बोकेर अक्सी हिमोग्लोबिन भन्छ त्यसलाई, त्यसरी चाहिँ शरीरका विभिन्न कोषहरूमा पुर्याउने काम गर्दछ। त्यस कारणले गर्दाखेरि यस्ता रेस्पिरेटरी पिगमेन्टको आवश्यकता परेको हो। र मान्छेको केसमा हिमोग्लोबिन, अन्य मोलस्काहरूको केसमा हेमोसाइनिन, हेमोथ्रिन, त्यसरी क्लोरोक्युरिन, इनिन लगायतका पिगमेन्टहरू छन्। यसको बारेमा हामीले फेरि पढ्ने नै छौँ, तलतिर आउँदैछ। यसरी काम गर्छ। र अब देख्न सक्नुहुन्छ निड फर रेस्पिरेटरी पिगमेन्ट। रेस्पिरेटरी पिगमेन्ट किन आवश्यक भयो त भन्ने कुरा फेरि यहाँनिर गर्दैछ मैले भनेको कुराहरू। need for respiratory pigments भन्छ। In very small organism, oxygen diffuses directly from the environment into cells. However, in large animals, surface area to volume ratio is low. Surface area to volume ratio is low. Diffusion alone is insufficient. Metabolic demand is high. Oxygen must be transported over long distance भन्छ। Therefore, respiratory pigments evolved to enhance oxygen transport efficiency भन्छ। अब यसमा चाहिँ लेस डेभलप एनिमल जस्तो स्मल अर्गानिजममा चाहिँ के हुन्छ भने इन्भाइरोमेन्टबाट डाइरेक्ट डिफ्युजन प्रोसेसबाट जान्छ, स्किनबाट भएर उसको रेस्पिरेटरी अर्गान्समा, त्यो उनीहरूलाई इनफ नै हुन्छ। तर जस्तो मल्टिसेलुलर अर्गानिजमको केसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि सर्फेस बाहिर बडी सर्फेस हुन्छ, जस्तो स्किनको सर्फेस र भित्र इनर्जी के अरे O2 चाहिने जो भोल्युम हुन्छ, O2 को भोल्युम, त्यो चाहिँ एकदमै फरक हुन्छ। जति चाहिनुपर्ने हो त्यति लेभलमा चाहिँ बाहिर इन्भाइरोमेन्टमा इन्ट्र्याक्ट भइरहेको स्किन अथवा चाहिँ बडी सर्फेसले चाहिँ त्यति पुर्याउन सक्दैन, त्यो भोल्युम एकदमै लो हुन्छ भनिरहेको छ। त्यो कारणले गर्दाखेरि पनि रेस्पिरेटरी पिगमेन्टको आवश्यकता भयो। त्यसरी डिफ्युजन एलोन इज इफिसियन्ट भन्छ। जस्तो लेस डेभलप स्मल अर्गानिजमहरूको केसमा चाहिँ डिफ्युजनबाट मैले बडी सर्फेस भने यो कुरा गरेँ हो, यसरी अक्सिजन पर्याप्त हुन्छ। तर यो डिफ्युजन प्रोसेसबाट हायर डेभलप एनिमल मल्टिसेलुलर अर्गानिजमहरू चाहिँ पोसिबल हुँदैन, यो यतिले पुग्दैन। मेटाबोलिक डिमान्ड इज हाई भन्छ। इनर्जी एकदमै छिटो छिटो धेरै बनाउनु परिरहेको हुन्छ, त्यस कारणले गर्दा यो मेटाबोलिक डिमान्ड हाई हुन्छ, त्यस कारणले अक्सिजन छिटो पुर्याउनु पऱ्यो अनि त्यसपछि अक्सिजन चाहिँ ट्रान्सफर इन लङ डिस्टेन्स, धेरै अर्गानिजम के अरे धेरै अर्गानहरूमा धेरै सेलहरूमा लङ डिस्टेन्समा चाहिँ ट्राभल गर्ने भएको कारणले गर्दाखेरि यो चाहिँ हिमोग्लोबिनले बाँध्ने गर्छ, हिमोसाइनिनले बाँध्ने काम गर्छ, क्लोरोक्युरिनले बाँध्ने काम गर्छ, लगायत अन्य रेस्पिरेटरी पिगमेन्टहरूले चाहिँ यसरी काम गर्ने गर्दछ। त्यस कारणले गर्दाखेरि पनि यो चाहिँ रेस्पिरेटरी पिगमेन्ट्सको आवश्यकता भएको हो। अब यसको जनरल क्यारेक्टरिस्टिकहरू हेरौँ, के छ त्यसको विशेषताहरू। रेस्पिरेटरी पिगमेन्ट्स आर प्रोटिन कम्बाइन विथ मेटालाइन भन्छ। मेटालाइनसँग कम्बाइन भन्छ। जस्तो मान्छेको केसमा चाहिँ हिमोग्लोबिन हुन्छ, हिमोग्लोबिन आइरन मेटल हुन्छ। त्यो मेटलले चाहिँ के गर्छ भने अक्सिजनलाई फेरि बाँध्न सहयोग गर्ने काम गर्छ। त्यसरी बाइन्ड अक्सिजन रिभर्सिबली मैले अगाडि पनि भनिसकेँ, बाँध्ने काम, छुट्टिने काम, आवश्यक ठाउँमा छोड्ने काम गर्छ फेरि, त्यस कारणले रिभर्सिबली कम्बाइन हुन्छ। त्यसपछि इन्क्रिज अक्सिजन ट्रान्सपोर्ट क्यापासिटी भन्छ। यो पिगमेन्टहरूले चाहिँ अक्सिजन बोक्ने क्षमतालाई चाहिँ बढाउ दिन्छन्। त्यसरी मेबी प्रेजेन्ट इनसाइड सेल्स अर डिजल्भ इन प्लाज्मा हेमोलिम्फ भन्छ। यो कतिपय अवस्थामा चाहिँ सेलभित्र अथवा चाहिँ बाहिर प्लाज्मामा चाहिँ अथवा हेमोलिम्फमा डिजल्भ भएर पनि पाइन्छ है। यो प्लाज्मा भनेको चाहिँ तपाईँलाई थाहै होला, र ब्लडमा चाहिँ व्हाइट ब्लड सेल, रेड ब्लड सेल, प्लेटलेट्स त्यो हुन्छ। यो चाहिँ केमा फ्लोटिङ गरिरहन्छ भने प्लाज्मामा फ्लोटिङ गरिरहन्छ। प्लाज्मा भनेको चाहिँ लिक्विड, जस्तो चाहिँ 90% चाहिँ वाटर हुन्छ भने अन्य 10% चाहिँ अन्य हुन्छ, अन्य उसमा चाहिँ प्रोटिन हुनसक्छ, अरू कुराहरू हुनसक्छ। त्यसपछि सो एफिनिटी चेन्जेस डिपेन्डिङ अन पिएच एन्ड टेम्परेचर भन्छ। अब एफिनिटी चेन्जेस भनेको चाहिँ यसले काम गर्ने क्षमता चाहिँ केमा भर पर्छ भन्दा पिएचबाट टेम्परेचरमा भर पर्छ। यो कुरा फेरि तलतिर मेकानिजममा आउँछ नै। अब टाइप्स अफ रेस्पिरेटरी पिगमेन्ट्स हेर्नुहोस् त। अब टाइपहरू, फर्स्टमा चाहिँ हिमोग्लोबिन। यो हिमोग्लोबिन भनेको चाहिँ एउटा रेस्पिरेटरी पिगमेन्ट्स हो, स्पेसल्ली मान्छेको केसमा है। ह्युमन्सको बारेमा हामीसँग सम्बन्धित छ कुरा। मान्छेको केसमा चाहिँ रेस्पिरेटरी पिगमेन्ट्स हिमोग्लोबिन हुन्छ, जो ब्लडमा हुन्छ। हिमोग्लोबिनभित्र आइरन हुन्छ, जस्तो मेटल हुन्छ भनेको थिएँ नि मैले होइन। र हिमोग्लोबिन चाहिँ मोस्ट कमन इन रेस्पिरेटरी पिगमेन्ट। रेस्पिरेटरी पिगमेन्ट्स एकदमै कमन हुन्छ यो। र यसमा अब के कुरा लेखिएको छ भन्दाखेरि चाहिँ जस्तो यहाँ चाहिँ हिमोग्लोबिन भयो, मेटल प्रेजेन्ट चाहिँ आइरन, यहाँ चाहिँ Fe++ आइरन हुन्छ यसमा। कलर व्हेन अक्सिजनेट, जब अक्सिजनेट हुन्छ रेड हुन्छ, यसको कलर चाहिँ अक्सिजन बोकेको अवस्थामा चाहिँ यो चाहिँ रातो हुने गर्दछ। लोकेसन चाहिँ
यो हेमोग्लोबिनको लोकेसन चाहिँ कहाँ छ इनसाइड रेड ब्लड सेल्स इन भर्टिब्रेट भन्छ भर्टिब्रेटमा मान्छे मात्रै नै अन्य भर्टिब्रेट मैले हामीसँग सम्बन्धित भएको कारणले गर्दाखेरि मैले मान्छे मात्रै भने इनसाइड रेड ब्लड सेल राता रक्तकोषहरूको भित्र हुन्छ भर्टिब्रेटहरूमा ढाड भएको जनावरहरूमा त्यसपछि फाउन्ड इन भन्छ केमा पाइन्छ त भन्दाखेरि भर्टिब्रेट्स एन्ड सम इन्भर्ट अब केही कति इन्भर्टिब्रेटमा पनि पाइन्छ स्पेसली चाहिँ यो भर्टिब्रेटमा पनि पाइन्छ र यसको स्ट्रक्चर चाहिँ कस्तो छ भने कन्जुगेटेड प्रोटिन भनेको चाहिँ अब त्यहाँ प्रोटिन भनेको चाहिँ सामान्य प्रोटिन भयो अब कन्जुगेटेड प्रोटिन भनेको चाहिँ प्रोटिन प्लस चाहिँ त्यहाँ नन प्रोटिनियस सब्सटान्स त्यहाँ हुनसक्छ त्यस कारणले गर्दा त्यस्तो कन्जुगेटेड प्रोटिन टाइपको यसको स्ट्रक्चर हुन्छ कम्पोज अफ ग्लोबिन भन्छ जस्तो त्यहाँ चाहिँ ग्लोबिन प्रोटिन हो यो एक प्रकारको प्रोटिन हेमोग्लोबिनकै एउटा पार्ट हो योबाट बन्छ त्यसपछि आइन हेम भन्छ आइरन कन्टेनिङ ग्रुप भनेको यसमा आइरन हुन्छ एफिमोल मेटल अगाडि भनिसके ओन मोलिक्युल बाइन्ड 4 अक्सिजन मोलिक्युल भन्छ एउटा हेमोग्लोबिनको मोलिक्युलले चाहिँ 4 अक्सिजन चाहिँ मोलिक्युल चाहिँ बाइन्ड गर्न सक्छ बाँध्न सक्छ सोच कोअपरेटिभ बाइन्डिङ भन्छ जस्तो अब यो हेमोग्लोबिनले चाहिँ अक्सिजनले चाहिँ बाइन्ड गर्यो एउटा केही अमाउन्टमा चाहिँ अक्सिजन बाइन्ड गर्यो भने चाहिँ फेरि अन्य एक्स्ट्रा चाहिँ अक्सिजनहरू चाहिँ बाइन्ड गर्न झन् सजिलो हुन्छ त्यस्तो त्यो खालको व्यवस्था हुन्छ यहाँ चाहिँ त्यसलाई चाहिँ कोअपरेटिभ बाइन्डिङ भन्छ अब हेर्नुहोस् हेमोग्लोबिन इज हाइली इफिसियन्ट एन्ड सपोर्ट एक्टिभ मेटाबोलिजम भन्छ मेटाबोलिजम भनेको शरीरमा हुने सम्पूर्ण बायोकेमिकल साइकल जसबाट चाहिँ हाम्रो शरीरले इनर्जी बनाउने काम एटिपी बनाउने काम गरिरहेको हुन्छ यस्तो अवस्थामा चाहिँ एकदमै इफिसियन्ट र यो एक्टिभ मेटाबोलिजमले सपोर्ट गर्ने काम गर्छ त्यसै गरी सेकेन्ड नम्बरमा छ हेमोसाइनिन भन्छ हेमोसाइनिन इज कपर कन्टेनिङ रेस्पिरेटरी पिगमेन्ट हुन्छ यसमा चाहिँ कपर हुन्छ मैले भनेको थिएँ त्यसपछि यो प्रत्येकमा कपर यो चाहिँ मेटलहरू हुन्छ है अनि यो हेमोसाइनिनमा चाहिँ कपर हुन्छ तर अरू सबैमा आइरन हुन्छ यहाँ अहिले मैले एक्सप्लेन गरेको 4वटामा त्यसपछि कपर कन्टेनिङ रेस्पिरेटरी पिगमेन्ट मेटल प्रेजेन्स चाहिँ कपर Cu++ भयो कलर चाहिँ व्हेन अक्सिजन जब अक्सिजनेटेड हुन्छ यो चाहिँ ब्लू कलरको हुन्छ लोकेसन डिजल इन हेमोलिम्फमा डिजल भन्छ हेमोलिम्फ फेरि पनि भने मैले मान्छेको रगत भनेको जस्तै मोलस्काहरू जस्तै स्पेसिसमा पर्छ है फेरि सबैमा हुन्छ भन्ने छैन केही स्पेसिस र केही किराहरूमा चाहिँ मान्छेको जस्तै रगतको मात्रा रगतको काम गर्नुपर्ने हो त्यहाँ चाहिँ के हुन्छ भन्दाखेरि हेमोलिम्फ हुन्छ है त्यो हेमोलिम्फ निलो कलरको हुन्छ फेरि है निलो कलरको हुन्छ यहाँ कपर कन्टेनिङ हुन्छ त्यसको चाहिँ हाम्रो जस्तै ब्लड भनौँ न हेमोलिम्फ अनि त्यसपछि डिजल्भ इन हेमोलिम्फ भन्यो हेमोलिम्फमा डिजल्भ हुन्छ फाउन्ड इन मोलस्क एन्ड आर्थ्रोपोड्स हुन्छ मैले भनिसकेँ केही आर्थ्रोपोडको स्पेसिस र मोलस्कको स्पेसिसहरूमा इक्जाम्पल इन्क्लुड अक्टोपस एन्ड लिमुलस भन्छ यो चाहिँ अब मेराइन यो उसको बारेमा दिए यो चाहिँ म कहाँनिर थिएँ यहाँनिर यो इक्जाम्पलमा चाहिँ है त म यो चाहिँ दुईवटा इक्जाम्पल देखायो यहाँनिर एउटा चाहिँ अक्टोपस भयो अनि अर्को चाहिँ यो लिमुलस यो चाहिँ यो लिमुलस भनेको चाहिँ अक्टोपस भइहाल्यो होइन यो लिमुलस भनेको चाहिँ यो समुद्रमा पाइने एक खालको गङ्गटो भनौँ न होइन यो चाहिँ आर्थ्रोपोड मेराइन आर्थ्रोपोडमा पर्छ यिनीहरूमा चाहिँ यिनीहरूको ब्लड भनौँ न हाम्रो जस्तै ब्लड जस्तै उनीहरूको चाहिँ हेमोलिम्फ हुन्छ ऊ चाहिँ निलो हुन्छ ब्लू कलरको हुन्छ है त त्यसपछि त्यस्तो खालको हुन्छ है त यो कुराले चाहिँ बुझ्नु होला अनलाइक हेमोग्लोबिन अथवा हेमोसाइनिन इज नट इन्क्लुज विथ इन ब्लड सेल भन्छ ब्लड हेमोग्लोबिन जस्तो अनलाइक हेमोग्लोबिन हेमोसाइनिन इट इज नट इन्क्लुज विथ इन ब्लड सेल भन्छ ब्लड सेलमा चाहिँ इन्क्लुज गरिएको हुन्न बन्द गरिएको हुन्न भन्छ यो हेमोग्लोबिन हेमोसाइनिन जस्तो हुँदैन है र अर्को छ सी नम्बरमा छ यहाँनिर देख्न सक्नुहुन्छ हेमोथ्रिन यो चाहिँ हेमोथ्रिन भनेको चाहिँ इज लेस कमन भन्छ यो एकदमै कमन होइन हो मेटल चाहिँ आइरन नै हुन्छ यसमा पनि र यसमा चाहिँ कलर चाहिँ यो व्हेन अक्सिजन जब अक्सिजनेटेड हुन्छ यसमा चाहिँ भाइलेट अथवा चाहिँ पिङ्क कलरको हुन्छ यो चाहिँ सबमेराइन इन्भर्टिब्रेटरमा चाहिँ यो हेमोथ्रिन पाइन्छ हाम्रो शरीरमा हेमोग्लोबिन भने चाहिँ जस्तै अब इक्जाम्पल चाहिँ यहाँनिर के लेखेको छ भने साइपेन्क्युलस भनेको छ यसको इक्जाम्पलमा चाहिँ साइपेन्क्युलस भन्छ यो चाहिँ मेराइन इन्भर्टिब्रेट है यिनीहरूको चाहिँ जस्तो मान्छेको चाहिँ कलर हेमोग्लोबिन रातो भने जस्तै ब्लड रातो भने जस्तै यिनीहरूको चाहिँ भाइलेट अथवा पिङ्क कलरको हुन्छ है यहाँ लेखेको छ इट डज नट कन्टेन अ हेम ग्रुप लाइक हेमोग्लोबिन जस्तो यो आइरन कन्टेनिङ ग्रुप हुँदैन भने चाहिँ त्यसपछि डी नम्बरमा छ
क्लोरोक्युरिन भन्छ। यो अब नामै थाहा छ, क्लोरो भन्ने शब्द टर्म आइरहेछ अगाडि, त्यस कारणले गर्दाखेरि यो पक्कै पनि ग्रिन हुन्छ भन्ने कुरा हामीले थाहा पाउनु पर्यो। क्लोरोक्युरिन इज ग्रिन रेस्पिरेटरी पिगमेन्ट, मेटल यसमा चाहिँ आइरन नै हुन्छ, स्ट्रक्चरली सिमिलर टु हेमोग्लोबिन, फाउन्ड इन सम मेराइन एनालिड्स हुन्छ, इक्जाम्पल स्याबेल्ला भन्छ। जस्तो यो चाहिँ यो मेराइन एनालिडहरू है, यो चाहिँ समुद्रमा पाइने एनालिड हो, यिनीहरूको चाहिँ क्लोरोक्युरिन पाइन्छ। यिनीहरूको चाहिँ जस्तो मान्छेको हेमोग्लोबिन रगत रातो भनेपछि यिनीहरूको कस्तो हुन्छ त भन्दाखेरि ग्रिन हुन्छ, हरियो है, सबै एनालिडमा होइन, मेराइन एनालिड केही स्पेसिसहरूमा। त्यस कारणले गर्दाखेरि हामीले अहिलेसम्म जम्मा 4वटा पऱ्यो। हेमोग्लोबिन भनेको त्यस्तो खालको रेस्पिरेटरी पिगमेन्ट जसले चाहिँ अक्सिजन क्यारी गर्छ। सबै रेस्पिरेटरी पिगमेन्ट भन्दा बित्तिकै रेस्पिरेसन भन्दा बित्तिकै अक्सिजन क्यारी गर्छन् भन्ने कुरा थाहा छ। ग्यासेस एक्सचेन्ज गर्छन्, केही अवस्थामा चाहिँ उनीहरूले CO2 पनि, कार्बन डाइअक्साइड पनि एक्सचेन्ज गर्छन्, तर उनीहरूले इनर्जी टेम्पोरली चाहिँ इनर्जी प्रोडक्सनमा हेल्प पनि गर्छन् होइन, यो कुरा पनि भयो। त्यसपछि र त्यसमा भएको जम्मा 4वटा टाइप छ हेमोग्लोबिन जस्तो यो भर्टिब्रेटरमा पाइयो, जसले गर्दाखेरि रगत रातो हुन्छ, त्यो चाहिँ त्यसमा चाहिँ आइरन हुन्छ होइन। त्यसपछि अर्को छ हेमोसाइनिनमा चाहिँ कपर पाइन्छ। अब मान्छेको रगत रातो भनेपछि हेमोसाइनिन चाहिँ निलो हुन्छ, त्यो चाहिँ अक्टोपसहरूमा, केही स्पेसिस मोलस्काको, केही स्पेसिस चाहिँ यो किराहरूको स्पेसिसमा पाइन्छ भन्ने कुरा बुझ्नु पऱ्यो। त्यसपछि अर्को थर्ड नम्बरमा छ, थर्ड नम्बर हामीले परेको चाहिँ हेमिरथ्रिन, अथवा चाहिँ सिरियल तलमाथि भए पनि त्यो चाहिँ पिङ्क अथवा भाइलेट कलरको हुन्छ, हाम्रो ब्लड रातो भने जस्तो है। त्यसमा चाहिँ मेटल आइरन चाहिँ आइरन नै हुन्छ मेटलको रूपमा। त्यसपछि क्लोरोक्युरिन छ, क्लोरोक्युरिन चाहिँ हरियो हुन्छ, त्यसमा पनि आइरन नै हुन्छ मेटलको रूपमा चाहिँ। त्यस कारणले गर्दाखेरि यसरी अब हाम्रो ब्लडको रातो हुन्छ, त्यस्तै अन्य जीवनमा चाहिँ कसैमा निलो, कसैमा पिङ्क, भाइलेट अथवा चाहिँ ग्रिन, यस्तो खालको फरक हुन्छ। अनि त्यस कारणले गर्दाखेरि यो रेस्पिरेटरी पिगमेन्टको आधारमा चाहिँ कलरहरू चाहिँ फरक हुने भयो। त्यस कारणले गर्दाखेरि यसरी बुझ्नु पऱ्यो। अनि सबैमा चाहिँ आइरन छ मेटलको रूपमा, एउटामा मात्रै चाहिँ हेमोसाइनिनमा मात्रै कपर छ। यसो बुझ्न सजिलो छ, यसरी मिलाएर पढ्नु होला, बुझ्नु होला। अर्को चाहिँ अब हाम्रो मेकानिजम, अब अक्सिजन ट्रान्सपोर्ट भन्छ। अब यसको मेकानिजममा सबै रेस्पिरेटरी पिगमेन्टले बोक्ने भनेको अक्सिजन नै हो। त्यस कारणले गर्दाखेरि हाम्रो त्यो सबैको मेकानिजम चाहिँ मेकानिजम अफ अक्सिजन ट्रान्सपोर्ट हेडिङमा चाहिँ राख्छौँ। सजिलो छ, गाह्रो छैन। रेस्पिरेटरी पिगमेन्ट्स बाइन्ड अक्सिजन भन्छ, बाँध्ने काम गर्छ इन द रेस्पिरेटरी अर्गान्स सच एज गिल्स अर लङ्स भन्छ, कतिको गिल्स होला कतिको लङ्स होला। द अक्सिजन इज देन ट्रान्सपोर्टेड, त्यसपछि अक्सिजन ट्रान्सपोर्ट हुन्छ थ्रु ब्लड अर हेमोलिम्फ एन्ड रिच इन टिस्यु वेयर अक्सिजन कन्सन्ट्रेसन इज लो। दिस बाइन्डिङ इज रिभर्सिबल एन्ड डिपेन्ड अन भन्छ। जस्तो यो चाहिँ अक्सिजन बोकेर ब्लडको माध्यमबाट अथवा हेमोलिम्फ भन्ने मैले अगाडि भनिसकेँ, यसको माध्यमबाट शरीरमा विभिन्न कोषहरूमा पुग्छ। अनि जहाँ चाहिँ कन्सन्ट्रेसन लो छ भन्नु मतलब जहाँ चाहिँ अक्सिजन चाहिँ कम छ त्यहाँ चाहिँ छुट्ने काम, रिलिज हुने काम गर्छ फेरि। अनि यो रिभर्सिबली भनेको चाहिँ बोकेर लाने काम गर्छ, अनि आवश्यक परेको बेला फेरि छोड्ने काम गर्छ। त्यस कारणले गर्दा रिभर्सिबल बाइन्ड गर्ने काम गर्छ, बाइन्डिङ इज रिभर्सिबल भन्छ। त्यसपछि अब यो के कुरामा भर पर्छ भन्दाखेरि पार्सियल प्रेसर अफ अक्सिजन भन्छ। अब पार्सियल प्रेसर, अक्सिजन चाहिँ कतिको अक्सिजन त्यहाँ चाहिँ प्रेसर छ भन्ने कुरा चाहिँ यसमा भर पर्छ। र यो चाहिँ जस्तो पार्सियल प्रेसर अफ अक्सिजन भनेको चाहिँ, पार्सियल प्रेसर अफ अक्सिजन चाहिँ कस्तो भन्न खोजेको भन्दा चाहिँ जब हामीले चाहिँ सास लिन्छौँ, अक्सिजन लिन्छौँ, त्यो चाहिँ लङ्समा पुग्छ र लङ्समा ल्याइसकेपछि चाहिँ त्यहाँ चाहिँ प्रेसर बढ्छ लङ्समा, अनि त्यो ठाउँबाट चाहिँ हेमोग्लोबिनले चाहिँ अक्सिजन बोक्छ र बाइन्ड गरिसकेपछि चाहिँ जहाँ चाहिँ टिस्युमा चाहिँ कन्सन्ट्रेसन अक्सिजन चाहिँ कम हुन्छ त्यहाँ लगेर छोड्छ। त्यो कारणले गर्दाखेरि यो पार्सियल प्रेसर भनेको त्यही हो, जहाँ चाहिँ प्रेसर बढी हुन्छ त्योबाट कम कन्सन्ट्रेसन भएको ठाउँमा चाहिँ अक्सिजन पुग्ने काम गर्छ, त्यहाँ चाहिँ जान्छ। त्यसपछि सेकेन्ड नम्बरमा छ यहाँनिर जस्तो पिएच को कुरा गऱ्यौँ, यो पिएच बोर इफेक्ट इन हेमोग्लोबिन भन्छ। यसमा चाहिँ जस्तो पिएच भनेको चाहिँ कस्तो भन्दा जस्तो हामीले कुनै एक्सर्साइज गऱ्यो भने त्यहाँ चाहिँ कस्तो हुन्छ भने कार्बन डाइअक्साइड, जस्तो हाम्रो शरीरमा चाहिँ एकदमै धेरै एक्सर्साइज गऱ्यो भने चाहिँ त्यहाँ चाहिँ कार्बन डाइअक्साइडको मात्रा बढ्छ, जस कारणले गर्दाखेरि ब्लड चाहिँ एसिडिक हुन्छ र एसिडिक भयो भने त्यति बेला चाहिँ त्यहाँ चाहिँ तुरन्त अक्सिजन पुर्याउनु पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि हामीले एक्सर्साइज गर्दाखेरि हाम्रो सासहरू एकदमै छिटो बढ्छ र हामीले चाहिँ त्यहाँ चाहिँ अक्सिजन तुरन्त पुर्याउनु पर्ने हुन्छ, किनभने त्यहाँ चाहिँ पिएच घटिरहेको हुन्छ कार्बन डाइअक्साइड कारणले गर्दाखेरि, कार्बन डाइअक्साइड रिलिज भइरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि र त्यो कारणले गर्दाखेरि त्यहाँ चाहिँ अक्सिजन पुर्याउनु पर्ने हुन्छ र यसरी चाहिँ त्यो ठाउँमा अक्सिजन पुग्छ। यो इफेक्टलाई चाहिँ बोर इफेक्ट भन्छ। त्यसपछि अर्को छ टेम्परेचर। यो टेम्परेचर पनि त्यो एकदमै टेम्परेचर धेरै बढ्यो भने चाहिँ के गर्नु पऱ्यो, त्यहाँ चाहिँ तुरन्त अक्सिजन पुर्याउनु पऱ्यो शरीरका विभिन्न ठाउँमा। त्यस कारणले गर्दाखेरि यो पनि टेम्परेचरमा पनि यसरी चाहिँ भर पर्छ। अब त्यसपछि छ बायोलोजिकल सिग्निफिकेन्स। अब यो कुराहरू चाहिँ कसरी महत्त्वपूर्ण छ त हैन भन्ने कुरा छ, बायोलोजिकल सिग्निफिकेन्सको कुरा। अब जस्तो यहाँनिर देख्नुहुन्छ रेस्पिरेटरी पिगमेन्ट्स चाहिँ सपोर्ट हाई मेटाबोलिक रेट भन्छ। मेटाबोलिक रेट बायोकेमिकल साइकल जसबाट एनर्जी प्रोडक्सन हुन्छ त्यो रेटलाई चाहिँ एकदमै सपोर्ट गर्ने काम गर्छ। इनेबल एक्टिभ लोकोमोसन, हाम्रो शरीर चाहिँ एकदमै चलायमान लोकोमोसन एक ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि चाहिँ यसलाई चाहिँ सहज प्रदान गर्ने भयो।
किनभने इनर्जी चाहियो, इनर्जी पुर्याउने काममा यसले सहयोग गर्ने भयो। इन्क्रिज सर्भाइभल इन लो अक्सिजन इन्भाइरोमेन्टमा जहाँ कहिले अक्सिजन एकदमै कम हुन्छ त्यस्तो ठाउँमा पनि एडप्टिभ रूपमा चाहिँ बस्न सक्ने वातावरण चाहिँ यसले देखाउने भयो है। जस्तो एकदमै गहिरो ठाउँमा है पानीमा त्यसमा चाहिँ यसले चाहिँ मिलाउँछ, किनभने चाहिँ अक्सिजन स्टोर गर्ने काम गर्ने, ट्रान्सपोर्ट गर्ने काम गर्छ क्या। त्यस कारणले गर्दाखेरि एकदमै छिटो चाहियो तुरन्त अक्सिजन पुर्याउने, एकदमै श्वास प्रश्वासलाई बढाइदिने, रेस्पिरेसन अनि कम भयो भने फेरि त्यसलाई चाहिँ स्टोर गरेर राख्ने काम गर्छ। त्यसपछि रेस्पिरेटरी रिप्रेजेन्ट इभोल्युसनरी एडेप्टेसन इन डिफ्रेन्ट एनिमल्स ग्रुप्स भन्छ। जस्तो यो एडेप्टेसन फिचर देखाउँछ, जस्तो मान्छेको केसमा हेमोग्लोबिन, अन्य मोलस्का केसमा केही स्पिसिसमा चाहिँ हेमोसाइनिन, अन्य एनिमल्सको केसमा के अरे यो अर्गानिजमको केसमा हेमोर्थेनिन, त्यसपछि क्लोरोक्युरिन, यस्ता खालका फरक फरक पिगमेन्टले चाहिँ यसरी चाहिँ आफ्नो यो लाइफहरूलाई चाहिँ चलाइरहेको हुन्छ। यसरी एडप्टिभ रूपमा चाहिँ फरक फरक अर्गानिजममा यसरी चाहिँ काम गरिरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ एडप्टिभ यो इभोल्युसनरी एडप्टेसन चाहिँ देखाउँछ यो जनावर के अरे अर्गानिजम अनुसार, ठाउँ अनुसार, समय परिस्थिति अनुसार चाहिँ जस्तो स्टोर गर्ने काम, छिटो छिटो पुर्याउनु पर्ने कामहरू हुनसक्छ, यसरी काम गर्दछ। र यहाँ चाहिँ अब लास्टमा देख्न सक्नुहुन्छ यहाँहरूले, विदाउट रेस्पिरेटरी पिगमेन्ट्स कम्प्लेक्स मल्टिसेलुलर लाइफ वुड नट बी पोसिबल भन्छ। जस्तो मल्टिसेलुलर लाइफ चाहिँ पोसिबल नै हुँदैन यदि रेस्पिरेटरी पिगमेन्ट छैन भने। त्यस कारणले गर्दा कम्प्लेक्स मल्टिसेलुलर लाइफ सञ्चालन गर्नको लागि चाहिँ यो रेस्पिरेटरी पिगमेन्ट्स एकदमै आवश्यक महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। ल आजको लागि यति नै हाम्रो महत्त्वपूर्ण कन्टेन्ट। हामीले अर्को सेसनमा फेरि टियु इम्पोर्टेन्ट सोल्युसन लिएर उपस्थित हुनेछौँ। हवस्, धन्यवाद, नमस्ते।